Hey guys, welcome back to my another vlog video. सबैजनालाई नमस्ते and good morning. I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म नि सन्चै आरामै छु। अनि आजको भ्लगमा हजुरहरूलाई स्वागत गर्छु। आजको भ्लग चाहिँ एकदम रमाइलो हुन्छ जहाँसम्म मलाई लाग्छ, किनकि म जाँदैछु आज पिकनिक, त्यो पनि आफ्नो स्कुलबाट। अनि म बहिनी तीनटै बहिनी र म जाँदैछौँ। अनि 9 र 10 का मात्रै जान्छ मैले। अनि 7:30 बजेसम्म बस आउँछ यहाँ भन्नुभयो सरले। हामी चाहिँ यहाँ छौँ हैन। अहिले बस चाहिँ यहाँ आउने भनेको अतिखेर थाहा थियौँ। अहिले बस आइसकेपछि हामी जान्छौँ। अनि अहिले चाहिँ यिनीहरूले चिया पकाछन्। यता चिया लिएर आइदिएँ। अब चिया खाने अनि एकछिन कुर्नी सरलाई यहाँ राख यता यता। अब हामी नास्ता खान्छौँ, त्यसपछि बस आएपछि बल्ल जान्छौँ। हेरौँ कुर्दा कुर्दा घरबाट निक्लिएर भात सात खाएर यहाँ आइसक्यौँ होइन जानलाई। अनि हाम्रो कमललाई चाहिँ त्यहाँ मुढा लोड गर्दै हुनुहुन्छ। खतरा हो क्या हाम्रो कमललाई त, बिहान बिहान मुढा लोड गर्दै हिँड्नुहुन्छ। अनि अब हामी जान लाग्यो होइन। अब कति बेला आउँछ बस भनेको समयमा त आएन सरले। अब फेरि एकचोटि फोन हान्छौँ अनि त्यसपछि थाहा हुन्छ। पुरै कुहिरो लाग्यो, 8 बजिसक्यो तापनि यस्तो। Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. सबै अनि यो चाहिँ अगाडि एउटा हामी पहिलो बसमा छौँ, पछाडि अर्को बस नि आउँदैछ। अनि हाम्रो अनिल Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever try. सबै पिसा फ्यान धरे खान् अनि अरू धर्दैछन्। अब पिसा फ्यानमा कस्तो राम्रो पिसा फेर्न गएन। हामी चाहिँ पिसा फेर्न सक्यो, ड्राइभरको सिट हाल्छ। अनि अब हामी यहाँ टक्क लगाएर बस्छौँ। ए भेन्टे पनि उफ्रियो। अनि यहाँ अरू पनि छन्। कपाल गरेको जाने भयो। अब हामी चाहिँ यहाँ भित्र बस्छौँ। हामी चाहिँ अब पुग्न लाग्यौँ र गाडी रोके सरहरू सामान लिन जानुभयो। अनि हामी यहाँ रोके अरू केटाहरू त्यता छन्, म पनि चढेँ भित्र बमितो खा जस्तो भएर। अनि हाम्रो स्कुल हाम्रो बस सरले हामीलाई चाहिँ सामान लिनु पठाउनु भएको छ। अब सामान त त्यस्तै होला, भिडियो चाहिँ मिठो। अनि यता चाहिँ यस्तो घरहरू छ। हामी चाहिँ पनि गयो माथि हो लाइन कता हो कता हो र अनि यता कहाँ अन्त बजारमा हो नि त। यता जानु पठाएर म त मास्तिर झाडीतिर जान लाग्यो। पाउ खोजे पाउ बिजोग छ कस्तो देखिया आफै हेर्ने। अब भोलि बिहान 7 बजे तल हो क्या के सामान लिनु पठाएको हामीलाई बिजोग हुने भयो नि। कालोले चाहिँ हामीलाई यहाँ तल यो पानी पो पठाएको छ, यत्रो गरौँ पानी। अब हामी यत्रो सानसानाले बोकेर जाँदा सुहाउँछ, अलिक ठुलोलाई पठाए त हुन्थ्यो। अनि मास्थ्यो आउँदैछन् 1-2 जना त, अब तिनीहरूले बोक्छ। मैले त सक्दिनँ। आउने भनेको ठाउँमा चाहिँ आइसकेको छौँ। अनि यता चाहिँ झर्दैछ को अब यहाँ बाहुनहरू छ। अब चाहिँ हामी पनि यहाँ टक्क झरिन्छ। एक नम्बर गोरु हो। आफ्नो तारिफ आफै गरेर मैले के भन, फेरि आफ्नो तारिफ आफै गरेको ल। हामी त यहाँको अब बाहिर गरेर देखाउँछ कि Close till I get up. Time is फाइनली हामी चाहिँ बसबाट झरिसक्यौँ। अनि हाम्रो फोटोसुट भइरहेको छ यता अलिअलि त आएको होइन, हामी केटाहरू भएर होइन सरहरूसँगै। अनि हामी चाहिँ पिकनिक खाएर नखाएर यहाँ दोकानतिर गइरहौँ।
पिकनिक खाने हो कि पहिला दोकानको खाने हो भन्ने कुरो भइरहेछ भाइरल मान्छे फेरि यता पनि भनिदिइहाल्छन् कि जङ्गलमा घुमिरहन म चाहिँ जङ्गलबाट निक्लेर चाहिँ तल घुमिसकेँ कि आइरहनु केटाले सामान किन्यो म चाहिँ फोरे के अरे खोकिला मलाई चाहिँ मिठो यता शीतलमा खिचौँ के कहाँ घाममा गएको र यहाँ एक दुईवटा फोटो खिच्नु पऱ्यो यहाँ खिच्दैन फोटो सुजलको पैसाको मजा उडाउनु हुन्छ के होइन देखिया क्या म पनि खै निचलको खान्छमा यहाँ निचल खान्छ निचलको बोलेको मेरो खान्छ मेरो खान्छ त्यस्तो भनेको होइन क्या कुरकुरे भनेको चिजवाल भनेको हामी चाहिँ यता अलिअलि फोटो खिचेर अब मासतिर फोटो खिच्ने भनेको खाना नपाक्दासम्म फोटो खिच्ने डुल्ने मात्रै काम हो अनि यहाँ चाहिँ यत्रो ठाउँ घुम्ने छ भने त्यहाँ पोस्टर नि रहेछ चाहिँ एकैछिन यहाँ मोबाइल चार्ज गऱ्यो यहाँ चार्ज गरेँ त्यो मन्टु लगाएको कि टाउकोमा अब चाहिँ हामी यसो फेरि एकलट फोटो खिच्न जाँदैछौँ सबै केटाहरू भएर उता गइसकेन चाहिँ अब हामी पनि जान्छौँ एक दुईवटा मस्त फोटो खिच्छौँ अनि मेरो एन्ड्रोइड फोन बहिनीसँग छ फोन चाहिँ लिनु पऱ्यो अनि बल्ल जानु पऱ्यो टक्क लगाएर स्वाट यताबाट ए झेउलाए बस्दा बस्दा होइन अनि हामी चाहिँ यता घुम्न आएको यहाँ गेट रहेछ अब यो गेटबाट छिरिन्छ अनि यता हामी घुम्न गइन्छ होइन अब हामी उतै घुम्न गइन्छ हामीलाई चाहिँ झेउलायो तलतिर जान घुम्न त्यही भएर हामी त फर्क्यौँ अब यता मासतिरै जान्छौँ तलतिर जान झेउ लाग्यो हामीलाई अर्को नि चलाएर हेर्नु माथि उभिहान केही भन्न मिल्छ मिल्दैन अब हामी एउटा जाँडा आएको थियौँ त्यहीबाट स्वाट्ट जान्छौँ यिनीहरूले चाहिँ खान थालिसकेन हाम्रो चाहिँ अचार मात्रै छ के हो यस्तो सितन पाइस आएर नि भ्याइयो यिनीहरूले खाएर सक्यो होइन अब हामी चाहिँ जान्छौँ घुम्नलाई कता कता सबै खाइसक्यौँ अब कुनै यताउता बसिरहन् अब हामी पनि खाइसक्यौँ अब चाहिँ हामी पनि घुम्न जान्छौँ सरहरू खाइसकेपछि सरहरूले खानुहुन्छ नि हामी पनि जान्छौँ टक्क लगाएर यता